नमस्कार साथीहरु, फिफा वर्ल्ड कप 2026 का सम्पूर्ण म्याचहरु नेपालबाट कसरी हेर्ने? यदि तपाईहरु नेपालबाट फिफा वर्ल्ड कप 2026 का सम्पूर्ण म्याचहरु लाइभ हेर्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सनु होला। साथीहरु, यस्तै भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। फिफा वर्ल्ड कप 2026 का सम्पूर्ण म्याचहरु हामीले आफ्नो मोबाइल फोन, ल्यापटप, कम्प्युटरबाट लाइभ हेर्नको लागि यदि तपाईहरु ल्यापटप, कम्प्युटरबाट हुनुहुन्छ भने तपाईहरु सजिलैसँग कुनै ब्राउजरमा जान सक्नुहुन्छ। जस्तै यसमा म गुगलमा गएको छु। यसमा गइसकेपछि तपाईहरु डिजियो एप भनेर यसरी सर्च गर्न सक्नुहुन्छ। मैले यसमा सर्च गरेको छु। यसमा watchdigio.com भनेर पनि तपाईहरु सर्च गर्न सक्नुहुन्छ। तपाईहरुले यसमा यसरी टच गर्नुपर्ने हुन्छ। टच गर्नु होला। टच गरिसकेपछि यसलाई यसरी स्किप गर्न सक्नुहुन्छ। यसमा तपाईहरु सजिलैसँग यसमा तपाईहरु यो वेबसाइटबाट सजिलैसँग तपाईहरु लाइभ हेर्न सक्नुहुन्छ। जस्तै यसमा 104 वटा म्याच लाइभ भनेर देख्छ। फिफा वर्ल्ड कप 2026 भनेर देख्छ। अब तपाईहरुले यसमा एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। यतापट्टि हेर्न सक्नुहुन्छ मान्छेको लोगोमा टच गर्न सक्नुहुन्छ। जस्ट लगइनमा टच गर्न सक्नुहुन्छ। यतापट्टि हेर्न सक्नुहुन्छ तपाईहरु कन्ट्याक्ट नम्बर, त्यसैगरी फेसबुक मेल आइडीबाट तपाईहरु सजिलैसँग यसमा तपाईहरु एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। जस्तै यसमा म गुगलमा टच गरेको छु। गुगल आइडीबाट जुन जीमेल आइडीबाट म यसमा एकाउन्ट क्रिएट गर्न गइरहेको छु। तपाईहरु पनि यसरी टच गर्न सक्नुहुन्छ। जस्तै यसमा मैले एउटा जीमेल यसमा सिलेक्ट गरेको छु। यसरी पनि तपाईहरुले आफ्नो जीमेललाई सिलेक्ट गर्नु होला। जस्ट कन्टिन्युमा टच गर्नु होला। यसमा मैले कन्टिन्युमा टच गरेको छु। कन्टिन्युमा टच गर्ने बित्तिकै तपाईहरु यसमा सजिलैसँग एउटा यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ। तपाईहरुको एकाउन्ट क्रिएट भइसकेको छ। अब तपाईहरु म्याच लाइभ हेर्नको लागि तपाईहरुले यसमा जस्तै यसरी प्लेमा टच गर्ने बित्तिकै तपाईहरु सजिलैसँग यसमा तपाईहरुले केही सब्स्क्रिप्सन लिन सक्नुहुन्छ। जस्तै यसमा फिफा 2026 मोबाइल भनेर दिएको छ। यसमा तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। यसमा 549 मा तपाईहरु हेर्न सक्नुहुन्छ। विभिन्न किसिमको प्लानहरु रहेका छन्। जस्तै तपाईहरु 549, त्यसैगरी यसमा 999 रहेका छन्। तपाईहरु कुन प्लान तपाईलाई बेस्ट लाग्यो त्यो तपाईहरु यसरी सिलेक्ट गरेर सिधै तल यसरी स्क्रल डाउन गर्दै लास्टमा जानु होला। लास्टमा गइसकेपछि तपाईहरु खल्ती, त्यसैगरी सेवा, कनेक्ट आइपीएस, त्यसैगरी यसमा गेटपेबाट तपाईहरु सजिलैसँग तपाईहरु केही कुपन युज गरेर तपाईहरु यसमा एक्स्ट्रा डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ। तपाईहरु यसरी सजिलैसँग तपाईहरु कुनै मेथडबाट सजिलैसँग तपाईहरु यसको पेमेन्ट गर्न सक्नुहुन्छ। अब तपाईहरु योबाट पनि तपाईहरु सजिलैसँग आफ्नो ल्यापटप, कम्प्युटर अथवा मोबाइलबाट सजिलैसँग हेर्न सक्नुहुन्छ। यदि मोबाइलबाट तपाईहरु एपबाट तपाईहरु हेर्नको लागि तपाईहरु सजिलैसँग प्ले स्टोरमा जानु होला। त्यसमा गइसकेपछि तपाईहरु सर्चमा जानु होला। सर्चमा गइसकेपछि यसमा तपाईहरु सजिलैसँग सर्च गर्न सक्नुहुन्छ। डिजियो एप भनेर यसरी सर्च गर्नु होला। सर्च गरिसकेपछि यो एप्लिकेसनलाई तपाईहरुले आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्ने हुन्छ। तपाईहरुले इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि तपाईहरु यो एपबाट पनि तपाईहरु सजिलैसँग तपाईहरु लाइभ हेर्न सक्नुहुन्छ। तपाईहरुले सब्स्क्रिप्सन चाहिँ लिनुपर्ने हुन्छ है त। तपाईहरु यो एप्लिकेसनबाट पनि तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु टिभीबाट हेर्नको लागि तपाईहरु सजिलैसँग टिभीमा गएर हिमालयन स्पोर्ट टिभीबाट सजिलैसँग लाइभ हेर्न सक्नुहुन्छ। त्यसमा पनि तपाईहरुले केही तपाईहरुले सब्स्क्रिप्सन चाहिँ लिएको हुनुपर्ने हुन्छ। तपाईहरु यी माध्यमबाट तपाईहरु सजिलैसँग नेपालबाट फिफा वर्ल्ड कप 2026 का सम्पूर्ण म्याचहरु लाइभ हेर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यस्तै भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।